तथा पूर्व मन्त्री श्रद्धेय अध्यक्ष कुलमान घिसिङज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। यस कार्यक्रमका सभापति, यस कार्यक्रममा उपस्थित उज्यालो नेपाल पार्टीका केन्द्रीय पदाधिकारीज्यूहरू, केन्द्रीय सदस्यज्यूहरू, प्रदेशका प्रमुख र स्थानीय निकायका विभिन्न निकायमा आबद्ध उज्यालो नेपाल पार्टीका साथीहरू र उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनी र उपस्थित पत्रकार मित्रहरू सबैमा उज्यालो नमस्कार। आज हामीले लामो समयसम्म यो प्रदेशको कोशी 1 नम्बर प्रदेशको भेला आयोजक र अगुवा कार्यकर्ता भेला गऱ्यौँ। यो अत्यन्तै महत्त्वपूर्ण भेला मैले लिएको छु। राष्ट्रिय परिवर्तन पार्टीसँग उज्यालो नेपाल पार्टीले चुनाव अगाडि जुन सहमति गरेको थियो, त्यो सहमति कार्यान्वयन गर्ने चरणमा अहिले प्रदेश र केन्द्रमा हामीले त्यसलाई कार्यान्वयन गर्दै आएका छौँ, गरिरहेका छौँ। वास्तवमा राष्ट्रिय परिवर्तन पार्टीका धेरै जेनजी साथीहरू जसले यो जेनजी आन्दोलनमा आफ्नो विभिन्न अङ्ग गुमाएका थिए। राजेश पोर्तेल भाइ यहाँ हुनुहुन्छ, त्यस्तै अरू धेरै अङ्गभङ्ग भएका साथीहरू हुनुहुन्छ। उहाँहरूले यो राष्ट्रिय परिवर्तन पार्टी गठन गरेर जेनजी आन्दोलनपछि जेनजी आन्दोलनको स्पिरिटलाई लिएर गठन भएको पार्टी सँग हामीले सहकार्य गर्ने निर्णय गरेका थियौँ। त्यो निर्णयमा पुग्नलाई पनि हामीलाई विभिन्न चरणको हाम्रो बाध्यताहरू पनि थियो। उज्यालो नेपाल पार्टी हामीले कार्तिक 25 गते दर्ता गरेर मङ्सिरको 5 गते हामीले दर्ता सर्टिफिकेट लिएका थियौँ। छोटो समयमा हामीले धेरै ठाउँमा उज्यालो नेपाल पार्टीको सङ्गठन विस्तार गर्न सफल भएका थियौँ। तर बिचैमा यो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बिचमा एकीकरणको धेरै चरणको छलफल र जनताको माग र देशको आवश्यकता र जेनजीहरूको पनि ठुलो मागको कारणले हामीले त्यो सहमति गर्न पुगेका थियौँ। त्यो सहमति 12 दिन रह्यो। त्यो सहमति 12 दिनसम्म कार्यान्वयन भयो। हामीले एकदमै सहमतिको लागि सकारात्मक सोचका साथ सहमति गर्न पुगेका थियौँ। हाम्रो उज्यालो नेपाल पार्टीको समानुपातिक उम्मेदवारहरूलाई फिर्ता गरेर हामीले त्यो सहमति गर्न पुगेका थियौँ। हाम्रो कुनै पनि गलत नियत थिएन, किनभने एउटा पार्टीको लागि आफ्नो उम्मेदवार समेत फिर्ता गर्नु भनेको ठुलो विषय थियो। तर 12 दिनसम्म त्यो कार्यान्वयन भएन। त्यो कार्यान्वयन एकतर्फी रूपमा त्यो कार्यान्वयन नगरिकन तोडियो। त्यसले गर्दा हामी उज्यालो नेपाल पार्टी एक्लै प्रत्यक्ष मात्रै लड्ने भनेर हामी तयारी गऱ्यौँ। त्यति बेला राष्ट्रिय परिवर्तन पार्टीसँग समानुपातिक पनि भएको हुनाले, समानुपातिक पनि उहाँको दर्ता भइसकेको हुनाले सहकार्य गरेर जाने भनेर निर्णय गरेका थियौँ। हामीले छोटो समयमा
करिब 1.5 महिना बाँकी थियो। हामीले प्रत्यक्षको पनि उम्मेदवार दिनुपर्ने र समानुपातिकको चिन्ह पनि प्रचार गर्नु पर्यो र हामीलाई 15 दिन मात्रै पाएको थियो। फागुन 4 गतेदेखि फागुन 18 गतेसम्म मात्रै हामीले प्रचार गर्न पाउने निर्वाचन आयोगको जुन निर्देशन थियो। त्यसले गर्दाखेरि दुईटा चिन्ह, एउटा पार्टीको दुईटा चिन्ह, समानुपातिकमा बाँसुरी, प्रत्यक्षमा चिम चिन्ह लिएर हामी जानुपर्ने अवस्था आयो। 15 दिनमा हामीले त्यो प्रचार गर्न धेरै कठिन भयो। वर्षौँसम्म पार्टी दर्ता गरेर चिन्हको सम्बन्धमा आम जनताले बुझेका पार्टीहरूको अगाडि हामीले चिन्ह प्रचार गर्नुपर्ने, पार्टीको नाम प्रचार गर्नुपर्ने र त्यसमा पनि दुईटा चिन्ह किन भयो भनेर ठाउँ ठाउँमा क्वेसन आएको थियो। यो बाँसुरी चिन्ह किन तपाईँले छुट्टै लियो भन्ने कुरा, त्यसको जवाफ दिनलाई हामीलाई समय पनि भएन, दिन सक्ने स्थिति पनि भएन। यसको कारणले हामीलाई धेरै ठुलो समस्या पर्यो। वास्तवमा त्यो 12 दिन हामीले जुन सहमति गऱ्यौँ, एकीकरणको सहमति गऱ्यौँ, त्यो नै सबभन्दा हाम्रो लागि दुर्भाग्य भयो। त्यो सहमति हामीले गरेर अगाडि बढ्नु भनेको हाम्रो लागि सुसाइड जस्तै भयो एउटा कुराले। तर हामीले हार मान्न एकतर्फी रूपमा जुन तोडियो, त्यसको गलत व्याख्या गर्दै उज्यालो नेपाल पार्टीका केन्द्रीय नेतृत्वले ठुल्ठुला डिमान्ड गरेर ठुल्ठुला पद मागेर बाहिरियो भन्ने सोसल मिडियामा प्रचार गरियो, त्यो सरासर गलत थियो। एकतर्फी रूपमा तोडिएको थियो। हामीले कुनै डिमान्ड गरेको थिएन। हामीले अन्तिममा साधारण सदस्य पनि बसेर पनि गर्छौँ भन्ने हाम्रो माग थियो। कुनै पनि डिमान्ड गरेका थिएनौँ। तर त्यसलाई प्रचार गरियो गलत हिसाबले। सोसल मिडिया र एल्गोरिदम यसरी चलेको थियो जसले उनीहरूले जे भने त्यही चाहिँ जनतामा पुग्ने अवस्था थियो। त्यसले गर्दा हामीलाई त्यसको बारेमा हामीले चिर्न पनि सकेनौँ। त्यो एउटा प्रमुख कारण थियो र धेरै चाहिँ कुराहरू आइसक्यो। हाम्रो पार्टीको दर्ता प्रक्रिया नै हामीले धेरै ढिलो गरेका थियौँ। जुन बेला चेन्जी आन्दोलनपछि पार्टी दर्ता गरेर गएको भए हामी आज धेरै माथि पुग्ने थियौँ। समानुपातिक र प्रत्यक्षमा हामी सायद यो देशमा पहिलो पार्टी नै यो उज्यालो नेपाल पार्टी। अरू कुनै पनि पार्टी त्यो बेला त्यो बेला त्यो अगाडि आएको अवस्था थिएन। तर हामीले केही समय ढिला हुन पुग्यो। त्यसको कारणले पनि हामीलाई यो समस्या र हाम्रो असफलतातिर यसको पनि प्रमुख कारण छ। यो धेरै कारणहरूमध्ये मैले यो कारण भने र देशमा राष्ट्रिय अन्तर्राष्ट्रिय कुराहरू पनि छन्। देशभित्रको पुरानो पार्टीहरूप्रतिको जनताको आक्रोश र निराशा एउटा यस्तो रूपमा फैलियो जसले पुरानो पार्टीलाई रिप्लेस गर्न नयाँ पार्टी ल्याउनुपर्छ र धेरै नयाँ पार्टीलाई मत विभाजन भयो भने बङ्गलादेशमा जस्तै फेरि पुरानो पार्टी आउने हो कि भन्ने जनतामा एउटा चाहिँ शङ्का पनि थियो। त्यसले गर्दाखेरि जहाँ गए पनि यसपालि चाहिँ हामीले एउटा निर्णय गरेका छौँ भन्ने कुरा चाहिँ आएको थियो र यसमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय कुराहरू पनि छन्। यसलाई हामीले धेरै व्याख्या नगरौँ। जुन हिसाबले एउटा पार्टीले अहिले बहुमत ल्याएको छ, उहाँलाई हामीले शुभकामना दिएका छौँ। उहाँले जति काम गर्नुहुन्छ हाम्रो समर्थन रहन्छ। हामीले 3 महिनासम्म हामीले हेर्ने भनेका छौँ र उहाँले गरेका काममा हाम्रो पूर्ण समर्थन रहन्छ। गलत काम भयो भने यसको प्रतिकार सडकबाट हामीले गर्छौँ भनेर भनिरहेका छौँ। र अहिलेको भर्खरै 1 महिनाभित्र पनि धेरै इस्युहरू, धेरै किसिमका चाहिँ समस्याहरू
सरकार चलाउँदै गर्दाखेरि देखिएको छ। ती समस्याहरूको विषयमा सुकुम्बासीको समस्या भन्नुहोस्, यो पेट्रोलियम पदार्थको मूल्य वृद्धिको समस्या भन्नुहोस्, यी सबै विषयहरूमा उज्यालो नेपाल पार्टीले आफ्नो धारणा स्पष्ट पारेको छ। सुकुम्बासीको विषयमा हामीले प्रश्न भनेका छौँ। सुकुम्बासीको विषयमा नेपालको संविधान, मानव अधिकार र मौलिक अधिकारलाई हेरेर वास्तविक सुकुम्बासी पहिचान गरेर उहाँहरूलाई सही व्यवस्थापन गर्नुपर्छ। जबरजस्ती एउटा मानवीय विषयलाई नहेरिकन जबरजस्ती मात्रै गर्ने हो भने राज्यले सबै नागरिकको जुन किसिमको दायित्व वहन गर्नुपर्ने हो त्यो दायित्व वहन नगरेको देखिन्छ। त्यसैले हामीले सुकुम्बासीको व्यवस्थापन गर्नुपर्छ। सही सुकुम्बासीको पहिचान गरेर सही सुकुम्बासीलाई सही रूपमा व्यवस्थापन गरेर उनीहरूको मानव अधिकार र मौलिक हकलाई, स्थापित हकलाई चाहिँ राज्यले हेरेर त्यसको व्यवस्थापन गर्नुपर्छ भनेर हामीले भनेका छौँ। र मूल्यवृद्धिको सम्बन्धमा हामीले धेरै कुराहरू राखेका छौँ। यो मूल्यवृद्धि, यो देशले भारतमा मूल्यवृद्धि भयो, तर त्यसको कारणले नेपालमा पनि त्यही रेसियोमा मूल्यवृद्धि भइरहनुपर्छ भन्ने सरकारको जुन किसिमको धारणा देखिन्छ, त्यसलाई सरकारले जनताको लागि र यो आम इकोनोमी अर्थतन्त्रलाई हेरेर कन्ट्रोल गर्नुपर्छ। हिजो पनि धेरै मूल्यवृद्धिहरू गरेर पठाएका थिए, त्यसलाई हामीले तत्कालीन सरकारहरूले मूल्यवृद्धि गरेको पनि फिर्ता गरेको थियो। मूल्यवृद्धि केही हदसम्म गर्नुपर्छ, त्यसको समायोजन कसरी गर्ने, त्यसको समायोजनको लागि सर्टेन फन्डहरू त्यहाँ पनि हुन्छ, त्यसलाई कसरी व्यवस्थापन गर्ने पनि गर्नुपर्छ भनेर हामीले भनेका छौँ। भारतमा त्यत्रो मूल्यवृद्धि हुँदा पनि सरकारले त्यसलाई समान रूपमा आफ्नो नागरिकलाई मूल्यवृद्धि नगरिकन बसेको छ। त्यो भएर हुनाले हाम्रो देशको आर्थिक स्थितिको कारणले मूल्यवृद्धि नै गर्नु हुँदैन भन्ने पनि होइन, तर त्यसको कारणले धेरै चाहिँ आर्थिक रूपमा जनतालाई ठुलो मर्का पर्ने हुनाले राज्यले त्यसलाई कसरी चाहिँ मूल्य वृद्धिलाई कन्ट्रोल गर्न सकिन्छ भन्ने विषयमा पनि हेर्नुपर्छ भनेर हामीले भनेका छौँ। अहिले तत्काल चाहिँ धेरै विषयहरू सरकारले छिटोभन्दा छिटो काम गर्छु गराउँछु भनेर धेरै विषयहरूमा ऐन कानुनहरूलाई परिवर्तन गर्ने विषयहरू पनि आएको छ। यो विषयहरू म कार्यकारी भूमिकामा रहँदाखेरि धेरै नियम कानुनहरूले यो देशमा यो कार्यान्वयनमा ठुलो समस्या छ भनेर हामीले पनि भनेका थियौँ। हाम्रो प्रतिबद्धता पत्रमा हामीले यो विषयलाई तत्कालै एउटा संसद ऐन ल्याएर अथवा तत्कालै धेरै ऐन कानुनहरू खारेज गरेर अगाडि बढ्नुपर्छ भनेर हामीले पनि प्रतिबद्धता पत्रमा भनेका थियौँ। त्यसका पनि विधि विधान पुर्याएर अगाडि बढ्नुपर्ने होला। यसलाई हाम्रो सही कुरामा नेपाल अहिलेको सरकारले हाम्रो समर्थन रहन्छ। हामीले सुझाव पनि दिएका छौँ, तर गलत कुराहरूमा पनि हामीले खबरदारी पनि गर्नेछौँ। अब यो राष्ट्रिय परिवर्तन पार्टी जुन यो विभिन्न उम्मेदवारीहरू दिएको थियो, 5 थरमा म आएको थिएँ र 5 थरमा यो के अरे संखुवा सभामा चाहिँ यो प्रत्यक्ष निर्वाचनको बेलामा र उहाँहरूको यो जेनजी भाइ बहिनीहरू र युवाहरू त्यति धेरै खट्नु भएको मैले देखेको थिएँ। धेरै चाहिँ उहाँहरूको डेडिकेसन कमिटमेन्ट एकदमै राम्रो देखेको थिएँ र त्यो डेडिकेसन र कमिटमेन्ट अब यो एउटै पार्टी उज्यालो नेपाल पार्टीमा
आएपछि अझ बढी प्राप्त हुनेछ भनेर मैले आशा गरेको छु। अब हामी राष्ट्रिय परिवर्तन पार्टी, उज्यालो नेपाल पार्टी अलग अलग पार्टी होइन, एउटै पार्टी भयौँ र एउटै पार्टीको हैसियतले अब हामीले तलसम्म समर्थन विस्तार गर्ने काममा अगाडि बढ्नुपर्छ। धेरै समय हामीसँग छैन, अझै पनि बढीमा हामीसँग 1 वर्षको समय छ र यो समय अझ छोटो हुन सक्छ। मङ्सिरमै चुनाव हुने पनि सरकारको तयारी हामीले बुझिएको छु। त्यो हुनाले स्थानीय निकाय र प्रदेशको चुनावको लागि हामीले रात दिन नगरिकन तयारी गर्नुपर्नेछ। अब निराशा हुने होइन, निराशा हामी चुनाव हार्यौँ, त्यो भएको हुनाले हामी अब कसरी उठ्न सकिन्छ भन्ने एउटा निराशाको वातावरण नबनौँ। हामी चुनाव एकचोटि हार्यौँ, सुरु गऱ्यौँ, जेरोबाट सुरु गरेको केही उठेका छौँ। हामी अब माथि उठ्छौँ, तर धेरै ठुल्ठुला पार्टी, वर्षौँदेखि स्थापित पार्टीहरू, धेरै माथिका पार्टीहरू जेरोमा पुगेका पनि छन्, धेरै तल झरेका पनि छन्। यो चुनावले मात्रै सबै कुरा निर्धारण गर्दैन। चुनाव एउटा विधि हो, एउटा प्राविधिक विषय पनि हो। त्यो चुनाव जितेपछि लिडरसिपमा गएर कार्यान्वयन गर्ने विषय होला, तर यो चुनाव राजनीतिक क्षेत्रमा आइसकेपछि एउटा लामो यात्रामा हामी लागिसकेपछि एउटा चुनाव हार्यो भन्दैमा अब यो पार्टी नै समाप्त भयो कि भन्ने जुन निराश, त्यो लिनु हुँदैन। अब मैले त झन् के देखेको छु भने यो लामो समय पनि भएन हामीलाई, 3-4 महिना पार्टी गठन भएको र पहिलो चरणमै हामीले ठुलो असफलता बिहोर्नु पर्यो। त्यो असफलता होइन, सफलताको एउटा खुड्किलो हो भन्ने मैले लिएको छु। अब मैले सधैँ भन्ने गरेको छु, म कहिले पनि असफल नभएको मान्छेसँगै प्रथम भएर आएको मान्छे। यसपालि राजनीतिक क्षेत्रमा लागेपछि पहिलो पटक चुनाव हारेको छु। अब मैले यो पार्टीलाई माथि लगेर यो पार्टीलाई 1 नम्बरको पार्टी बनाएर सरकारमा लगेर नेपाललाई एउटा समृद्ध, सुशासित र एउटा सामाजिक न्यायको एउटा आधार तयार गर्ने तर्फ हामी लाग्नुपर्छ, त्यो स्थापित गर्नुपर्छ भनेर अब झन् ठुलो जिम्मेवारी बोधका साथ अगाडि बढ्नुपर्छ भन्ने मलाई लागेको छ। र मैले भनेको छु, म अब कुनै पनि सर्त यो हालेर अब विश्राम लिने होइन, अब कन्टिन्यू निरन्तर रूपमा राजनीतिक क्षेत्रमा लाग्नेछु। र यो राजनीतिक यात्रामा अरू धेरै साथीहरू जोड्नु भएको छ, विभिन्न पार्टीबाट जोड्नु भएको छ, धेरै इन्टेलेक्चुअल साथीहरू जोड्नु भएको छ र पार्टीका विभिन्न पार्टीबाट जोड्दै पनि हुनुहुन्छ। र यो एकीकरण र सहमतिका विषयहरू धेरै पार्टीहरूसँग छलफलहरू पनि भइरहेको छ। यो विषयलाई लिएर हामीले यो पार्टी निरन्तर रूपमा अगाडि बढ्छ र बढाउनुपर्छ भनेर हामी लागेका छौँ। मेरो एउटा कमिटमेन्ट, म एक्लै भए पनि यो पार्टीलाई अगाडि बढाउँछु भनेर लागेको छु। एक्लै भए पनि यो पार्टी अगाडि बढ्छ। अब उज्यालो नेपाल पार्टी एउटा विकल्पको रूपमा स्थापित हुन्छ र उज्यालो नेपाल पार्टी यसपालि हामी सफल हुन सकेनौँ। एउटा नयाँ पार्टी भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक करिब 2/3 मत जनताले दिएको छ। त्यसलाई स्वागत गर्दै उज्यालो नेपाल पार्टी अबको विकल्प उज्यालो नेपाल पार्टी हो। अबको विकल्प उज्यालो नेपाल पार्टी, नयाँको विकल्प पुरानो हुन सक्दैन। नयाँको विकल्प नयाँ भन्दाखेरि अबको पार्टी भनेको उज्यालो नेपाल पार्टी हो। अरू धेरै पार्टीहरूसँग पनि हामी सहकार्य सहमति गर्दैछौँ, अगाडि बढ्नेछौँ। त्यो भएको हुनाले अब हामी निराशा होइन, आशा लिएर अगाडि बढौँ। वडा लेभलसम्मको समर्थन तयार गरौँ।
दुईजना भए पनि सङ्गठन तयार गर्नुपर्छ। सङ्गठन मात्र तयार गरेर पनि हुँदो रहेछ भन्ने कुरा हामीले देखेका छौँ। हामीसँग त सङ्गठन पनि थिएन र यो अहिले सोसल मिडिया क्याम्पेन र यो जुन एल्गोरिदमको विषयहरू आएको छ यो डिजिटल क्याम्पेनलाई पनि प्यारलल रूपमा हामी अगाडि बढाउनुपर्छ भनेर त्यो स्ट्राटेजी पनि हामीले लिएका छौँ। त्यो स्ट्राटेजी हामी बनाउँदैछौँ। तसर्थ तपाईँहरूले तलसम्म प्रदेश अब स्थानीय चाहिँ जिल्लाबाट चाहिँ नगर गाउँपालिका र वडासम्म सङ्गठन विस्तार गरेर अगाडि बढ्नु हुन म हार्दिक अनुरोध गर्दछु। र मैले केही विषयहरू अघि धेरै विषयहरू आइसकेको हुनाले सैद्धान्तिक विषय र हाम्रो पार्टीको अहिले प्रतिबद्धता सम्बन्धमा हाम्रो चाहिँ मुख्य सचिव डाक्टर राजु थापाले बताइसक्नु भएको छ। केही सैद्धान्तिक विषयमा हाम्रो उपाध्यक्ष महेन्द्र लालजीले पनि केही विषयहरू राखिसक्नु भएको छ। हामी धेरै कुरा सैद्धान्तिक विषय हाम्रो धेरै कुरा सैद्धान्तिक विषय मात्रै होइन, एउटा आइडियोलोजीको विषय एउटा पाठ हो। तर नेपालमा धेरै राजनीतिक परिवर्तन धेरै किसिमका आइडियोलोजीहरू लिएर राजनीतिक पार्टीहरू स्थापित भए, तर कुनै पनि पार्टी त्यो संस्थागत रूपमा आउन सकेन, त्यसले चाहिँ स्थायित्व लिन सकेन। त्यो के हो भने त्यो लिडरसिपको फेलर एकदमै विश्वास गुमाउन पुग्यो। लिडरसिपले सुशासन कायम गर्न सकेन, डेभलपमेन्टको लिडरसिप गर्न सकेन। सबभन्दा ठुलो कुरो भनेको डेलिभरी हो। डेलिभरी दिनुपर्छ। सरकारमा गएपछि त्यो डेलिभरी सबभन्दा महत्त्वपूर्ण, जनताको सेवा गर्ने र डेलिभरी दिने पार्टी नै सबभन्दा महत्त्वपूर्ण। धेरै आइडियोलोजी, कम्युनिजम, एक्सट्रिम रूपमा क्यापिटलिजम र धेरै कुराहरू आउँछन्, तर हामीले चाहिँ सबै किसिमको राम्रा पक्षलाई लिएर हामी अगाडि बढ्छौँ र यो देशलाई एउटा समृद्ध, सुशासन र सामाजिक न्यायको एउटा चाहिँ सङ्गमको रूपमा यो पार्टीले यो तीनवटा पिलरलाई हामीले लिएका छौँ। यो तीनवटा पिलरलाई हामीले स्थापित गरेर अगाडि बढ्ने हाम्रो पार्टीको धारणा छ। र अब तपाईँहरूले नेपालमा स्थापित पार्टीहरू र अहिले सरकारमा आएको नयाँ पार्टीको बिचबाट हामी अगाडि आउनुपर्नेछ। यसलाई तपाईँहरू जुन राष्ट्रिय परिवर्तन पार्टी र अहिले उज्यालो नेपाल पार्टीको जति पनि साथीहरू हुनुहुन्छ, हिजो पनि हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ, केही साथीहरू आउँदै हुनुहुन्छ। र तपाईँहरूले एउटा कुरा चाहिँ मेरो अनुरोध के हो भने सबै किसिमको साथीहरूलाई समेट्नुपर्छ। सबै किसिमको साथी समेट्न सक्नु भएन भने यो पार्टी एउटा मात्रै ग्रुपको पार्टी जस्तो हुन सक्छ। त्यो भएको हुनाले सबै वर्ग, सबै किसिमको जात जाति र सबै किसिमको चाहिँ विचारलाई यो भित्र राख्न सक्नुपर्छ। सबै किसिमको विचार, हामी यो विचार मान्दैनौँ, यो विचार चाहिँ यो पार्टीमा टिक्न सक्दैन भन्ने होइन। सबै विचारलाई आफ्नो विचार राख्न सक्ने पार्टीको रूपमा स्थापित गर्नुपर्छ। त्यसलाई एउटा फुलबारीको रूपमा हामीले विकास गर्नुपर्छ। हामी एउटै किसिमको मात्रै विचारलाई लिएर, एउटै किसिमको चाहिँ समूहलाई लिएर यो पार्टीमाथि जान सक्दैन। तसर्थ विचार सबैको हुनसक्छ, त्यहाँ छलफल हुन्छ, जुन विचार राम्रो हुन्छ त्यो कार्यान्वयन हुँदै जान्छ र जुन